नमस्ते दर्शक महानुभावहरू, तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज पनि दैनिक सुन चाँदी दरको अपडेट लिएर उपस्थित भइसकेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। दैनिक सुन चाँदी दरको अपडेट हाम्रो यस च्यानलमा आइरहेको छ। आज पनि आउने नै छ। भिडियो अन्तिमसम्म हेर्नुभयो भने तपाईहरुले आजको दिनको छापावाल सुन तथा चाँदीको मूल्य के कति रहेको छ सबै अपडेट जानकारी आजको भिडियोमा प्राप्त गर्नुहुनेछ। भिडियो अन्तिमसम्म हेर्नुहोस् र आजको दिनको सुन र चाँदीको मूल्यको अपडेट लिनुहोस्। नेपालको परिवेशमा सुन र चाँदीको मूल्य बढ्दै गएको छ। झन् चाँदीको मूल्य त प्रति तोला 4000 भन्दा माथि पुगेको छ। सुनको मूल्य पनि निरन्तर बढिरहेको छ। 2,60,000 भन्दा माथि पुगिसकेको छ। आज भने सुनको भाउ मज्जाले घटेको छ। कतिले घटेको छ सबै अपडेट आजको भिडियोमा रहनेछ। चाँदीको मूल्य पनि आज मज्जाले घटेको छ। सुनको मूल्य पनि घटेको छ, चाँदीको मूल्य पनि घटेको छ। कतिले घटेको छ सबै अपडेट आजको भिडियोमा रहनेछ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। आज मिति 2082 साल पुस 4 गते शुक्रबार, सन् 2025 डिसेम्बर 19 तारिक। आज सुनको भाउ प्रति तोला 2000 रुपैयाँले घटेको छ। हिजो सुनको भाउ 2,60,400 रुपैयाँ रहेको थियो। आज भने सुनको भाउ 2,58,400 रुपैयाँ रहेको छ। त्यस्तै चाँदीको मूल्य पनि आज 75 रुपैयाँले घटेको छ। हिजो प्रति तोला 4,085 रुपैयाँमा कारोबार भएको थियो। आज भने 75 रुपैयाँले घटेर 4,005 रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। निरन्तर सुन र चाँदीको अपडेट हाम्रो यस च्यानलमा आइरहेको छ। भिडियो तपाईहरुले अन्तिमसम्म हेरेर साथ दिइरहनु भएको छ। भोलि पुस 5 गतेको नयाँ अपडेट लिएर उपस्थित हुने नै छौं। तबसम्मका लागि हामी सबै बिदा माग्छौं। नमस्कार।